चिन्नुहुन्न अनि शिवराज चिन्नुहुन्न बेलाङ्गीजीको प्रतिनिधिको श्रीमती श्रीमती तपाईँको छोरी अरे त मेरो छोरी हो त्यही त अनि आमाको फोटो खिचेर पठाइदिनु मेरो आमा छ भने सबै बुझायो क्या अनि मलाई चाहिँ जन्मै राखेर तामाङसँग जानु भएको छ अरे होइन अनि त्यसो भनेर अनि खोजेर भए पनि फोटो खिचेर पठाइदिनु भनेको कुन ठाउँमा भन्नु बिर्सिहाल्छु भन्नु त भनेको थियो क्या हाम्रो बातहरू भइरहन्छ उता बोल न मेरो छोरी छे भनिराउ न मसँग बोल्नु हुँदैछ नि त भइहाल्छ अलि नजिक छन् भन न नातिनी त के पलाटी त छ भन्दाखेरि त्यही त अन्त अब त्यो शिवराजको चाहिँ पहिलेको बुढो मरेको छ नि होला हौ पहिलेको बुढा मरेर अनि जानुभएको होइन तपाईँको छोरीको छोरा साइलाले चाहिँ मलाई फोन गरेर क्या फोटो खिचेर पठाइदिनु भनेको थियो क्या आमाले साह्रै हेर्ने भनेको छ अरे तपाईँको छोरीले चाहिँ अनि त्यही भएर चाहिँ अब खोज्दै खोज्दै आएको छोरा उहाँ आसाममा हुने कति भाइ हुनु तपाईँ जेठा बुढापट्टिका छोरा पनि छन् नि त्यो छैन एउटा छोरी मात्रै छ अनि अमेरिका जानुहुन्न खै त भागै छैन फर्म त भरेको छ बोलाउँदैन ए फर्म भर्नु भएको छ बोलाउँछ होला नि त त्यसो अनि यता तामाङपट्टिबाट छ त हजुरबा छैन छोराहरू छ 4 भाइ छ बुहारीहरू बुहारी पनि छ अन्तरे र अन्तरी बुहारीसँग बसेको अरू जेठा माइलो छोरा उता पारुमै छ दमकल चलाएको मुक्तिकोहरू पनि ए मान्छे त सबै चिनेको पो यता दिदी के छ यता आउन गफ गर्नु म त अमेरिका पुगिएर आएको नि अनि फोटो खिच्नै पुगिएर आउनु भएको आउनु न यतै आउनु न अब बोलाउनु हुन्न यता आउनु न यहाँ अब हजुरआमा त्यहाँ मुढा लिएर आउनु र यहाँ बस्नु ठाउँको कुन ठाउँ रहेछ हाम्रा केटाकेटी गएको चाहिँ कोलो शिवराजले हौ मेरा आमाको आमाको फोटो खिचेर पठाइदिए आउने मान्छे छ भनेर जाने एकजना थियो त्यो भाइ पनि गुरुङै बेलाङबाट जाँदैछ अब उसको आमा बाबुको नानी जाने तपाईँहरूको आफ्नै पर्छ कहाँबाट पो आएको शिवराजहरू पाडे साइला भनेको चिन्नुहुन्छ भाइ चाहिँ को गाउँभरिको फोटो खिचेर शिवराजलाई हालिदिनु पर्ने नि मेरोमै हालिदिउँ हालिहाल्छ नि नजिक बस्नु न आउनु न यहाँ मामको छेउमा खिचेर पठाएको शिवराजले फोटोमा आएर मामको अनि खिचिदिएको अरे त्यसो चाहिँ मामको फोटो लानु लागि चाहिँ होइन खोजेर सोध्दै आएको कति साह्रो पर्यो मलाई फोटो खिचेर सबै ग्रुपमा खिच्नु पर्ने खै छैन सर हैन ज भेटे त्यही त्यो
त्यो शिवराजले त हामीलाई फोन गर्नु त हुन्थ्यो त फोन हो त्यसो भन्छ अब तपाईँलाई गाली गर्छ अब गरे पनि चुप लाएर बस्ने भन्दै को अब बडबाउ दुःख पायो नि पाहुना आउँदैछ गयो खोज्नु छैन फोन बोकेको भए त म फोन गरेर बोलाउँथेँ नि घरमा आइपुग्यो भने बुढालाई खेदाइछ नि बोल्नु कहाँको फोन गरेर फोनमा हामी आउँदैछ काका भन्यो अन्त नि उ त गयो त रासिन गोदाममा भनेपछि म रासिन गोदाममा आउँछु है भनेको त अनि त्यसो भने अब सुनेको थियो भने के गर्नु जानु पर्यो अब बुढो मान्छेको पनि फोटो त खिच्नु पर्छ नानीहरू छैन खेदै पठाउ न एउटा नानीलाई पर्छन् सरको छोरी तल चौता उठ्या बसिरहेको थियो उहीँ जाने त सायद गरम जाने काइला जानु आँटेको छ अनि त्यहाँबाट तिनीहरू जान्छौँ होला नि यहाँ अरे हौ गोबिनहरू गोबी चाहिँ जानेको छ एउटा गोबिन त सुनेको हामीले बेलसुन बिहान उहाँ जाने चाहिँ होइन यता नेप्रेसा जाने चाहिँ थुप्रो छ फुत्नबारीमा जाने अहिले उयो बेलडाङमा गुरुङहरू हाम्रो सरसफाइ यहीँ आउँछ मेरो छेउमै भन्थ्यो फोन गरेर भने भएको छ नि त अस्ति हिजो अस्ति उसको आमाहरू उड्यो भोलि आइपुग्छ भन्दै उसको आमाहरू उड्यो अरे साइली भाउजूहरू होइन आज भोलि पुग्छ अरे भन्दै थियो हिजो त थुप्रो उडान भयो नि त त्यो बेलडाङ अन्त शिवराजको बढियामा मलाई चिन्थिन र त्यो हाम्रो घरमा आउँदाखेरि आउँथ्यो तर त्यति साह्रो बोलचाल नगर्ने अर्को कान्छा चाहिँ कुन भाइ चाहिँ साह्रो बोल्थ्यो फेरि मन हो के भन्थ्यो त्यो मन चाहिँ साह्रै बोल्थ्यो पनि ऊ चाहिँ खुब साह्रो चिन्थ्यो अरू दाजुभाइ चाहिँ त्यति साह्रो बोलचाल नि गर्थ्यो मैले त्यो मनलाई चाहिँ राम्रो चिन्थ्यो अहिले यसो अनुसारले मनको अनुहार देखेर मात्रै चिन्यो त मनको अनुहार त्यस्तो लाग्यो भनेर चाहिँ हो रहेछ भन्ने भयो मनकै अनुहार देखिहाल्यो नि त मैले झलक मेमोरीमा लाउनु पर्छ अन्त तिमी भनेपछि त अलिक हिजोअस्ति अलिक छिटो गर्नु नि एक दुई दिन अनि अघि बिहानमा फोन गरेर भएन केटाकेटीलाई खोज्नु पठाउनु केटाकेटी जानु नि कहाँ मान्छ फेरि फोन बोकेर कहिले जान्दैन ऊ ल भेला पार्ने जम्मै छोरी छोरी भयो कि मेरो जानिरहेको पुग्छ पुग्छ नापेको चेपेको हुँदैन के बिच्चामा फोटो पनि देखाउनु हो झन् अमेरिका गएर त सिरियस भएको के चाबी त उतै लिएर गएको थियो नि झुन्ड्यानुमा लगाएर कहाँ मगाइदिन्छ कहाँबाट झुन्ड्या चाहिँ चिन्यौ नि त्यो नाति फुपूले हेर्छ नि त खिचेर ल्यायो भने यतिको बोलेको तान्छ अनि जानु मन चाहिँ छ उता अमेरिका जानु मन त छ नि अब मन हुँदा हुँदै मरि गयो भने चाहिँ के हो मन भएर भएन बिमार भइरहन्छ कि टाउको दुखिरहन्छ प्रेसरको बिमारले नि प्रेसर आइछ तपाईँको आइछ अन्त लौरो टेकेर हिँड्नुपर्छ नि कति वर्ष पुग्नु भयो मैले 80 वर्ष पुग्नु लाग्यो अब 2 वर्ष मात्र अनि छोरीहरूको याद त आउँछ नि आउँछ नि आउँछ आइहाल्छ होइन त्यतै जानुहुन्छ जाँदा जानु भनेर त त्यतै त्यहीँ छोरी बाटोमै जाउँ भनेर भनेको थिएँ कि त खोइ त बोलाउँदैन बोली लेखेर पठाइदियो मण्डल माइलाले बोली लेखेर पठाइदियो मामको
अब पठाइदियो भन्छ नि पठाइदिनु परेन मामको बोली पठाइदियो भन्नु अब मजाले बोल्नु अरे बोलेको छोरीले सुन्छ रे हाम्रो मेरो छोरीको घुँडा दुख्छ भन्छ निको भयो कि भएन कि कसो भयो त्यो अब फोन गर्छ तपाईँलाई दबाई लाग्यो जोइहरू सन्चै छ सन्चै छ छोराहरू नि जम्मै छ छोरासँग चाहिँ नातिहरूको बिहे भइसक्यो साइलाको भयो त राइलाको भयो काइलाको साइलाको काइलाको नि भयो त काइला भने म त साइला खाएर चिन्दैन नाम ए राम्रो छ भयो रामराजको नि भयो यति पनि भएको शिवकुमारी चाहिँ शिवकुमारीको चाहिँ छैन होला अनि फोन गर्दैन शिवकुमारीको शिवकुमारी चाहिँ छ होला कोही कोही बेला गर्छ यता गर्नुपर्छ जस्तै लामा पर्यो नाता नातिनीको बिहे भएकोदेखि अब यहाँ छ बोजू चाहिँ नाता नातिनी कहाँ छ अब जानुपर्छ नि गएर भेट हुन्छ होइन जे गर्यो लो बोजू चाहिँ यहाँ मर्न आँटिसक्यो के मरिँदैन हाम्रो नि प्रोसेस हुन्छ है भने कहिले हुँदै होइन नि इन्क्वायरीमा गयो जानु भने हाम्रो नयाँ जेबेटी हो कि पहिलाको दाजुहरू हटबाट आएको नि नआएर अन्त इन्क्वायरीमा गइबस्नुपर्छ गइबस्नु हाम्रो किन आएन भन्दै तपाईँ पनि जाने साइन गरिसक्यो ए कोपा कोपा चाहिँ अलिक दिन बस्छ होला हौ कोपा कोसँग छ मोहन ए साइली भइजाने न दोकाने बोलाउँदै राम्रो निक्लिनु परेन नि मजाले गफ गरिदिनु अरे गफ गरेर भन्नु कस्तो छ हाल भोलि पुग्छ अरे भन बोलेको नि फोन गर्यो नमस्ते गरी गरी गफ गर पर्देश चाहिँ राम्रो सुरु गर्नु पर्यो सबै उहाँ बोलेको सुन्छ बोलेर सुनाउनु भन्दा चाहिँ उता सुन्छ होइन वाफ गर्दा भइहाल्छ कान कोटेर मामाले भन्छ बोल्ने बेलामा के गर्नु र प्रोसेस भनेको अब डाँडामै छ हो होइन नि आफूले अब इन्क्वायरी अस्ति इन्क्वायरी गर्न गएको थिएँ फेरि यो भएन भने यो सोमबार जानुपर्छ भनेर हरि आइज सोमबार त्यो हरिया आउँदैन यहाँ क्लियर गर्नुपर्छ सुबास खोइ हेर्न त अहिले छिटो आइज फुपूलाई देखाउन भन न बजु सुभाष माइलाहरू खोइ पुग्छ पुग्छ केटाहरू 10 महिना भयो दादा औँसी बोलाएको अब कहाँ गयो 10 महिना भयो बोलाउँदै यतै डलर छिटो आइज त्यो हरि हेर्न नसुनेको आउँदैन यस्तै नै हो यति नै हो कुरा अब के गर्नु है आँखा देख्दैन फेरि मैले आँखा त यहीँ मात्रै देख्छु मान्छे चिन्दैन पर्छ भान्जी कतिवटा थिए भान्जी कतिवटी थिए बोजू मात्रै मजाले हाँसिरहेको बोलिरहेको पुग्छ होला है एउटै हो त बस कतिवटाले बिहे गरे कतिवटाले बोल्ने बेला बोल्ने आउँदैन फोटो लिनु पठाएको छ मेरो भाना भान्जीले धन्यवाद मेरो आशीर्वाद भनेर यसो आशीर्वाद भाना भान्जीलाई पठाउनु मलाई भान्जी सम्झेछ साइलाले भन्छ धन्न शिवराज ब्याङ्कुटीले सम्झेछ भन्नु चेपे घण्डेले उसलाई मुन नपऱ्यो जस्तो चेपे घन्टे भन्छ कति मन परेको क्या त्यो हरि आइज त यहाँ आइज एकछिन उठ्नु राम्रो हुनु पर्दैन मेरो त अधो घन्टे मेरोमा आएर जाऊ न त खिचिहाले के त पानी बोकिरहेको पानी बोकिरहेको खिचिहाले तँलाई के छ आज हग्नु गएको पनि खिचेर पठाइदिनु भन्नु। ऊ परे कान्छी होला नि आइज भन्न अन्तरेका सुभाष खोइ नि
सानोमा हामीसँग बसेको थियो नि त जङ्गलैबाट आएछ यो आइले भन्दा यो मजाले पेला है मजाले पेला फुपूले राम्रो हेर्छ धाराको पानी पेलेर खाँदै रहेछ भन्छ तपाईहरुको घर हो यो जस्तो छ त्यस्तै त हो नि को लान्छ पुग्छ हाम्रो परिवार खै को भाइ हो त चिनाउनु पर्यो नि सुभाष दावा एलिसा निमसँगलाई बोलाउनु त दिएर अनि आउनुहोस् न मानिसहरू आउनुहोस् न होइन अरू पनि फोटो तान्नु पर्ने छ खुसी हुने पर्यो अब लाने भएको होला भएको साइकलमा मैले पनि फोन गरेको थिएँ कि मानिस यो हिजो अस्ति त सबैको नाममा चाहिँ पढाइदिएको हो भर्खरै है हजुर भर्खरै दिदीले खोजेर भए भने फोटो खिचेर पठाउनु पर्यो आमाले हम्कै रहेछ सोमबार जानुपर्छ सिबे भानेसको चाहिँ बडा भाउ तुलसीको आमा नि आउँदैछ राम्रो भयो त नानी तुतु एकछिन भन्दा त्यहाँ उताबाट पठाइदिनु भने सर हुन्छ जानुहोस् न पर आउँछु
डाक्टरको नानी इङ्ग्लिस बोलेको विषयमा भन्यो भने के चाहिँ बोल्नु भयो भनेको त खोइ हातपेन सापेन कुनै के भयो खोइ हाम्रो दाइ कहाँ जानुभयो होइन होइन बढीमा उता पर्छ उस्तै उता पर्छ ल कता पो जानुभयो तपाईँ त म त दाउरा हेलो यो मान्छे पो रहेछ अनि नाम भनेको भए त हुन्छ नि म त माथि डाँडामा गएर अनि म रासिन गोदाममा आउँछु है भनेको झन् रासिन गोदाममा मैले हेर खलखल हत्तु भइगएछ नि सानो दुःख भयो तिमीलाई कहाँ भइगयो नि हरिबाउको नाम राखिन्छ है मेरो सकेको भर्खर फोटो सुरु हुँदैछ बोलाउँदैछ कहिले जाने क्यामेरामा अट्दैन भुडी नै त्यही त म पछि सर्दैछु दाजुको यो लुगा कस्तो मजाको देखिरहेको छ यो मैला देख्छ त्यो अब तपाईँकोमा जाउँ तपाईँको मालिकले कान्दिने हो अर्को एकजना मान्छे छ भन्छ बिल्डिङ वानमा छ त्यो आइएम अफिसको माथि सिरिसे बजी भन्नु कि अनि यहाँ छ भन्छ त फटाले उहाँ हो उहाँले भन्नु तपाईँहरू कुन सेक्टर हो है कुन सेक्टर हो अघि भन्दैछ बिर्सी एच हो मेरो त्यो उयो पानी ट्याङ्कीकै छेउमा नयाँ पानी बुद्धिरामहरूको घर छेउमा त्यहाँ गएर सोध्यो भने हामी गइरहन्छ पहिला खुद्दाबारीमा थियो होइन मैले भाइसँग बोले जस्तो लागेको थियो बोजूको उहाँ हो नि त्यो उहाँ बोजूको पनि काम दिनुभयो बोजू छ नि कुर्नेको दिन तानौँ न मजाले कहाँ उहाँ छिटो जान्छ भनेर छिटो अहिले बिहान गरेको अनि बेलुका भए पनि गएर काम दिनुभयो भोलि चाहिँ उता पठाउनु पर्ने भोलि अब त्यता त्यतै जान्छ ए तपाईँहरू छैन पोसेस यो बुढो हो यो माथिल्लो घर पनि बडा बाबुको घर हो सिबीकै बडा बाबु घर धने बाबु भन्छ नि उसकै घर तातै छ अब छिटो नमस्ते गर मलाई चाहिँ परेन है उता दाइलाई मात्रै मलाई गर्नु नै अब आइजन छाना गरेको आमा खै सबै आउनु त एकचोटि अनि एउटै ग्रुपमा खिच्नु सबै भइहाल्छ नि यो बोल्नु न गफ गाफ गर्नुहोस् सबै यो बोलेको सोलेको जम्मै जान्छ नि त फोटो मात्रै होइन नि तपाईँहरूको परिवार चाहिँ को हुनुहुन्छ 4 जना छ आमा बोला न हौ बाँदर जस्तो के गरे अब त अँध्यारो राम्रो नि हुन्छ है अँध्यारो हुन्छ होला है कालो कालो 40 नम्बर भएको 40 नम्बर है चलाउनु चाहिँ कता कुटु विचार नि त हेल्प बोले दाजु आउँदाखेरि एउटा क्यामेरा ल्याइदिनु भनेर फोन गरे अब बहिनीलाई छैन रितै आइरहेको त्यही त मैले पनि त पठाइमा आएको थिएँ नि एउटा आउँदाखेरि एउटा क्यामेरा चाहिँ ल्याइदिनु है बहिनीलाई साह्रो रहर गरेछ साह्रो रहर गरेछ ल ल भनेर रितै आयो सबै पुग्छ अब यो
अब उहाँ सुन्छ नि हाँस्छ उनीहरू बलेले 10 रुपियाँ लगाइदिन्छु मोबाइललाई भन्थ्यो त्यो पनि लाएन साला भन्नु है भन्नु शिवराजले चाहिँ लाउँछु भनेको छैन हो शिवराज त झन् नाच्छ लगाइदियो 1000 रुपियाँ भन्नु न सबै हावा भएछ होइन लगाइदिन्छ मलाई अघि 500 रुपियाँ लगा जाँदै जान्न फोनै गर्दिनँ म भने के भन न अब भन्नुपर्छ त सम्झेको छु यस्तो होइन उहाँ पनि तपाईँको छोरी छोरी होइन बुढी होइन हाम्रो दुईटा छामाहरू नि त हामीले बिर्सिया छैन सबै सम्झिरहेछ बाउ आमा छोरा छोरी सबैलाई सम्झिरहेछ हामीले बिर्स्यो भनेर दुःख पनि नगर्नु हामीलाई नि सम्झिनु हामीले नि सम्झिरहेछ नि तिमीहरूलाई सबै फोन त गर्दैन तिमीहरूले फोन नि कहिले कहिले गरे त उनीहरूले फोन पनि गर्दैन फेरि सब बिहा गर्न थाल्यो छोराहरू सबै उहाँ गएर बिहा गर्न थाल्यो बुहारी ल्यायो हामीलाई बुहारी ल्यायो नि भन्दैन कहिले फोनमा नि केटाहरूले कहिले कहिले भन्दैन नि त लो बडो बाउ बडामा हामीले यस्तो गर्यो त्यस्तो गर्यो भन्दैन कहिले अन्त टाढो भयो नि कहिले कहिले फोनमा यसो बोली चाली राम्रो गऱ्यो भने त हामीलाई पनि त ढुक्कै लाग्छ नि होइन यहाँ उनीहरूलाई त पैसा पठाइदिए भन्छ है जस्तो लाग्छ होला अब एउटै घरमा बसेर त भन्दैन नि चाडबाडमा कहिले कहिले पूजाआजा गर्ने बेला आउनु भन्छ शिवराज र हामी भने त अब भुटानमा हुँदा नि एउटै घर जस्तो बसेको यहाँ कुद्नाबारीमा पनि एउटै घर जस्तो गरेर बसेको अहिले मात्रै पनि छुट्याएको त हामी त अरू भाइ राम्रो राम्रो भन्ने पो त्यहाँ त तु गाउँ बोक्यो अनि सम्झेछु म ल चिया खाउँ है अब चिया बना न मेरो मोसो नि सरी के नि काटेर पाउँदै मासु पो लिएर आउँछ भन्ने थियो बोकेर जाने भन्ने थियो त्यहाँ कुन चाहिँ उता लगेर सन्जय दाजु नि आइरहनु आइज फोटो खिच्ने यहाँ आउनु त्यो बडामालाई नि खिच्नु भन्नु नि पल्लो बडामा नि छ नि आउनु न बढी आमाहरू आउनु यहाँ गफसफ गरौँ नुहाइरहनु पर्दैन कति राम्रो निक्लिन्छ त्यहाँ हेर्नु न यो बाख्रा पनि खिच्दिनु है त्यो बडामा बडा बाउ एउटा लुटे बाख्रा पालेर बसेको छु भन्नु बाख्रा पनि आउँछ ऊ बडामाको नि खिच्नु नि अन्त यहाँ आउनु यहाँ आउनु नि लुगा लाउँदैछ है हाम्रो बानिसले भयो तेरो घरमा खिच्न नि उता घरमा यही खिच्दा भइहाल्यो बडामा आइज न बडामालाई नि खिच्नु छोराहरूले फोन गरिन लुगा लाउनु थाल्यो पर्दैन लुगा लगाइरहनु राम्रो निक्लिन्छ जस्तो छ त्यस्तै पो पठाउने हो त कहाँ यो सुटिङ हो र कसलाई गु आयो हग्नु जाऊ खोइ त बढी आमा ओ यो भित्र निक्लिँदैन उता सरम लाग्छ होला हौ बडाबाउ फोटो किन्न यहाँ अमेरिकामा सन्तानले हेर्ने रे हौ लुगा लाउनु पर्दैन हौ हो त्यो अमेरिका लानेको लिस्टै लगेर हुन्थ्यो नि भन्दै खुट्टा दाइलो आइज न नक्कली गोजी लौरा टेका मात्रै निक्लियो नि जुत्ता मुट्टामा लाउनु थालेको राम्रो पठाइदिनु पर्ने हो आमालाई चाहिँ माम हो नि बोजू उयो बोजू शिवराजको आमाको बुढी पहिला भजिया छोड्यो भजिया लाथ्यो भजिया बुढो मरौ त्यहाँबाट घिच्नु माटो सर यहाँ लिप्ने यता हेर्न उतै बस्न त्यो सबै बोकेर निस्किन्छ ल शिवराज छोरासँग के अरे आमा लौरन टेकेर उभिरहेको छ यता आउनु पर्यो होइन ज्वरो भएर उहिले जस्तो होइन के भन्नु छ भन्न भत्काउरन जस्तै बोकिरहेको छ हामी त अब एक्लै हुने सबै सन्तानी अमेरिका गयो भन्न सोध्ने बेला भयो त अहिले चाहिँ आमालाई यसो गर्नु पर्यो अन्तर्वार्ता लिने बेला भयो सबै सन्तानी अमेरिका गयो भन्न
अब हामी यहाँ निक्लिन्छ त्यसो भनिरहनु पर्छ नि बोल्नु पर्छ नि बोल्न के बोल्ने उहाँ बात मार्ने सिबेहरूसँग हाम्रो घुन्डे परिवारको सबै अमेरिकन गइसके हामी नै आउनु बल गरिरहेको छौँ तान्नु हामीलाई पनि उतै आफै फर्म भरेर जानुपर्छ कसले तान्छ हामीलाई पनि भिसा पठाएर तान्नु है अब भएन भने यो बोल्नु चाहिँ को भन्छ ल मन्तरी बढियामा है मन्तरी बढियामा चिन्छ यो चाहिँ उहाँ सन्तोष फोटो खिचेर के भन्नु नि आमा भन्नु आमाले डलर पठाइन त भन्यो होला नि लौरो टेकेर हिँडिरहेको छ म चाहिँ आँखा नि देख्दैन कान पनि सुन्दैन अन्त के सन्तरीको आमा त लौरो टेकेर आँखा देख्दैन कान पनि सुन्दैन र यहाँ मैले आग्ला मारेर उभाइरहेछ है डलर पठाइदिनु अरे बिचरालाई साह्रो परिरहेछ बुढा दुखेर टाउको दुखेर रुमाल बाँधिरहेछ टाउकोमा उभिएर हिँड्नु पनि सक्दैन यत्रोबाट लौरो टेकिरहेछ अन्त भन्नुपर्छ अरे भन्छ भन्नु पर्यो नि फेरि तँ चाहिँ आएर भन्दा यता अगाडि भन्छु त अब एकछिनबाट ल भाइ भन्न मैले भनिसकेको मैले नि भनिसकेको अब के भन्नु र नदेखेको 2-3 वर्ष भयो दिनमा लाग्यो 2 पुगेर सबै यता होला हौ म चाहिँ पछाडि बस्छु होला हौ उता अगाडि गएर बोल्नु सबैजना यता चाहिँ आएर बोल्नुहोस् त यता आएर सबैले भन्नु नि सन्तरले कहिले फोन पनि गर्दैन बेलडाङमा अस्ति एकछिन बोल्यो त्यति हो भागे त हौ मामा डोको खालि डो कुरा गर्छ सन्तरी बढियामा नि अब बिरामी भएर मर्न आँटेको सास मात्रै भएको यहाँ आमासँग उभिरहेछ आज छेरौटीले राम्रो त्यही माथि सर्दा हाँस्नु चाहिँ हुँदैन आयो अघि भन्नु पर्दैन हाँस्नु हुँदैन भनेर बेला जस्तो गर्छ यो त सही फोटो जान्छ उहाँ हेर्छ केटी बोल्नु भन्छ अब बोल्दा ढङ्गले बोल्नु हाँस्नु आइहाल्छ बोलाउनु थालेछ भने हो त